नेपालको इतिहास यो शब्द सुन्ने बित्तिकै शाह वंशको नाम दिमागमा आइहाल्छ हैन त। आज हामी त्यही शाह वंशको करिब 440 वर्ष लानो एकदमै उतार चढावपूर्ण यात्रालाई नजिकबाट निहाल्दैछौँ। ल सुरु गरिहालौँ है त। आखिर नेपाललाई आजको यो स्वरूप दिने शाह वंशको सुरुवात भयो तरी कहाँबाट? यो प्रश्नले नै हामीलाई कथाको गहिराइमा लैजान्छ। यो वंशको सुरुवात धेरैले सोचे जस्तो गोर्खा वा काठमाडौँबाट भएको होइन। कथा सुरु हुन्छ कास्कीबाट, जहाँका एक राजाले एउटा यस्तो उपाधि पाए जसले नेपालको इतिहासलाई नै नयाँ मोड दियो। उनको नाम थियो कुलमण्डन खान। खासमा उनी कास्कीका शासक थिए, तर जब दिल्लीका सम्राटले उनलाई शाहको उपाधि दिए, तर खानबाट शाह बनेको यही परिवारले एउटा विशाल वंशको जग बसाल्यो। अब कास्कीबाट सुरु भएको यो वंश लमजुङसम्म कसरी पुग्यो त? यो कथा पनि एकदमै रोचक छ। लमजुङका जनताले कुलमण्डन शाहसँग राजा मागेपछि पहिला जेठा छोरा कालु शाहलाई पठायो, तर उनको हत्या भयो। त्यसपछि कान्छा छोरा यशोब्रह्म शाहलाई पठायो र उनी नै लमजुङको राजा बन्न सफल भए। मतलब यो यात्रामा दुःख, त्याग र अन्तमा सफलता सबै कुरा जोडिएको छ। अब अर्को पुस्तातिर लागौँ, जहाँ कथाले अझै रोचक मोड लिन्छ। यहाँ दुई भाइको कथा छ जसको भाग्यले उनीहरूलाई बिल्कुलै फरक बाटोमा हिँडायो। यशोब्रह्म शाहका दुई छोरा नरहरि शाह र द्रव्य शाह। जेठा छोरा नरहरि शाह त जन्मसिद्ध अधिकारले लमजुङको राजगद्दीमा बसे, तर कान्छा द्रव्य शाह उनी निकै महत्त्वाकांक्षी थिए। उनलाई आफ्नै राज्य बनाउनु थियो, आफ्नै पहिचान बनाउनु थियो। अनि उनले जुन रणनीति अपनाए त्यो साँच्चै चलाखीपूर्ण थियो। पहिले त लिगलिगकोटमा हुने वार्षिक दौड जितेर त्यहाँको राजा बने। त्यसपछि गोर्खाका खड्का राजाहरूसँग असन्तुष्ट जनताको साथ लिए अनि बल्ल गोर्खामा आक्रमण गरेर दोस्रो प्रयासमा 20 सम्वत 1616मा त्यसलाई आफ्नो कब्जामा लिए। यसरी द्रव्य शाहले गोर्खामा शाहवंशको जग बसाले र उनीपछि त्यहाँ 10 जना राजाहरूले शासन गरे। अब यी 10 जनाको नाम सम्झिन एउटा सजिलो सूत्र पनि छ, द्रपु छराड कृरुप्रिन प्रे। यो तालिकामा हेर्दा द्रव्य शाहबाट सुरु भएको यो वंश पुरन्दर, छत्र, राम शाह हुँदै नरभूपाल शाहसम्म आइपुग्छ। र नरभूपाल शाहका छोरा जसले नेपालको इतिहासलाई नै बदलिदिए, उनी थिए पृथ्वीनारायण शाह। हो, गोर्खाका 10औं राजा पृथ्वीनारायण शाह। उनको नजर गोर्खाको सिमानामा मात्रै सीमित थिएन। उनको सपना थियो टुक्रिएर रहेका साना साना राज्यहरूलाई जोडेर एउटा विशाल एकीकृत नेपाल बनाउने। अनि आफ्नो यही सपना पूरा गर्न उनले एकीकरण अभियान सुरु गरे। VS 1801मा नुवाकोट जिते, त्यसपछि 1819मा मकवानपुर, 1822मा कीर्तिपुर र 1825सम्ममा काठमाडौँ उपत्यका नै आफ्नो कब्जामा लिए। 1826मा भक्तपुर जितेपछि त झन् आधुनिक नेपालको नक्सा कोरिन सुरु भइसकेको थियो। तर उनको योगदान युद्ध र विजयमा मात्र सीमित थिएन। उनले दर्जनौं राज्यलाई एक त गरे नै, त्यसबाहेक खरिदार जस्तो प्रशासनिक पदको सुरुवात गरे, राष्ट्रिय झण्डाको प्रयोगलाई बढावा दिए अनि सरकारी कामकाजको लागि लाल मोहर यानि कि शाही छापको चलन पनि बसाले। उनले कुल 3 वर्ष शासन गरे। विक्रम सम्वत 1831मा पृथ्वीनारायण शाहको निधन भयो, तर उनले सुरु गरेको वंशले एकीकृत नेपालमा पुस्तौंसम्म शासन गर्यो र देशलाई नयाँ नयाँ मोडहरूबाट अगाडि बढायो। गोर्खाका राजाहरूको जस्तै एकीकृत नेपालका राजाहरूको नाम सम्झिन पनि एउटा सूत्र छ। त्यो हो प्र रा गिरा स्प्री त्रि म वी दि ग्या। यो तालिकामा पृथ्वीनारायण शाहदेखि सुरु भएर प्रताप सिंह शाह, रणबहादुर शाह, गिरवाड युद्ध, राजेन्द्र, सुरेन्द्र हुँदै त्रिभुवन, महेन्द्र, वीरेन्द्र र अन्त्यमा ज्ञानेन्द्रसम्मको पूरा वंशावली देख्न सकिन्छ। यो नै हो एकीकृत नेपालको शाहवंशीय राजाहरूको क्रम। शताब्दीौंसम्म चलेको यो शासन 21औं शताब्दीको सुरुवातमा भने एकदमै नाटकीय र कसैले नसोचेको तरिकाले अन्त्य हुन पुग्यो। राजा वीरेन्द्र राजा महेन्द्रका छोरा। उनको शासनकालले 20औं शताब्दीको पछिल्लो भागलाई समेट्छ। उनको समयमा 2046 सालको जनआन्दोलन र प्रजातन्त्रको पुनर्स्थापना जस्ता महत्त्वपूर्ण घटनाहरू भए। तर सन् 2001 यो वर्षले नेपालको इतिहासमा एउटा कहिल्यै नमेट्ने दाग छोड्यो। दरबार हत्याकाण्ड एउटा यस्तो दुःखद घटना जसले पुरै देशलाई स्तब्ध बनायो र इतिहासको बाटो नै मोड्यो।
त्यही घटनापछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा बसे। उनी शाहवंशका अन्तिम राजा बने र उनीसँगै नेपालमा एउटा युगको अन्त्य भयो। अब यो सबै कथाको अन्त्यमा एउटा प्रश्न उठ्छ। करिब 240 वर्षसम्म चलेको शाहवंशको यो लामो विरासतले आजको नेपाललाई कस्तो आकार दिएको छ? यसको प्रभाव हाम्रो पहिचान र भविष्यमा कस्तो देखिन्छ? यो प्रश्न साँच्चै विचारणीय छ।